अहिले समय भएको छैन, त्यो समयमा ढुङ्गा पनि बोल्ला। हेर्दै जाउँ। लेट अस वेट, ह्याभ सम पेशेन्स। अब समय आयो। भग्ने होइन कति लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ। बङ्गलादेश त के थियो र बङ्गलादेश खाने पाएको छैन, हाम्रो नेपालमा जति खान्छ खाओ न ल। तपाईँहरू खानु पाएको हो कि होइन? भोग्ला छ कि छैन? हामीले खायौँ। के खानुभयो तपाईँहरूले? हामीले खाजा खायौँ। ए फलफुल आएको हामीले फलफुल ल्याएर खुवाइदियो केटा। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। कसले आएर देश बचाउँछ चाहिँ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिनभन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन, दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ। माया कसम भाग्दैन, भगवान कसम भाग्दिनँ म। यिनीहरूले मलाई चिनेकै रहन्छ। मान्छे भाग्ने ठाउँै मैले देखेको छैन। म कहाँ भाग्छु? म भाग्दिनँ। आयो तेरो सर बाटो खालीको। हाम्रो पुलिस साथीहरू रिपोर्ट बनाउँदैछन् क्या हो त? नगर है साथी। तपाईँहरूकै श्रीमती, तपाईँहरूकै छोराछोरी नाति नातिना जोगाउन लागेको छ है दुर्गा प्रसाई। एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो। कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ, ठुला जुलुस निस्किँदैछन्, बाहिर ननिस्किनु। त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो। वास्तवमा त्यस्तो केही पनि होइन। 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् सधैँ। कर्फ्यू आदेश पालना गराउन तिनकुनै क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ। अहिले पनि जडीबुटी सिनामङ्गल एरियामा आगलागीको खबर छ। तुमसे ना हो पाएगा। एउटा मात्रै पोइन्ट भन्दिनु। यहाँको नाम? मेरो कमल गुरुङ। कहाँदेखि आउनु भएको? हो धादिङ जिल्ला। आन्दोलनकै लागि आओ। म एउटा मात्रै कुरा भन्छु सर है, मैले चाहिँ केपी र सेरे चाहिँदैन, गणतन्त्र फाल्न पाइँदैन। मेरो टिका लाउनु पर्ने थियो। टिका लाउनु पर्ने थियो, ताल परे। मेरो केटी हेर्न पर्ने दिन थियो। केटी हेर्न पर्ने समय 2 बजी थियो, अहिले 3 बजी होला। मेरो गयो बुझ्छु। मेसेन्जरमै हेर्नु न। बुझेछु नि, किन नबुझ्नु भाइ? अब यो देशमा राजा चाहियो हजुर। यो देशमा चाहिँ नि धेरै किन चाहियो? म त राजाकै पालामा जन्मेको। राजाले कति राम्रो गरेको थियो होइन, पुलिसमा जागिर खान पाएको थियो। अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो, जागिर नै गयो। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त? के दादा भाइ होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ? अब के गर्ने, रुने बाहेक अब के गर्नु मैले। अब खत्तम, बाई बाई, टाटा। पर्यावरण लडाइँ पनि गर्नु सक्छु भनेर पाइट लगाएको, त्यसैले होइन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको। यो होइन क्या, ऊ त्यो तपाईँहरू मिलेर पैसा खाएर आयो काङ्ग्रेसबाट। भमन खत्तम। तपाईँले बुझ्नु भएको छ के भइरहेछ? एकदमै राजा ल्याउने प्रक्रिया भइरहेछ होइन। हामी चाहिँ आइरहेछौँ स्कुलबाट, सिधै घर नभई स्कुल छोडेर आएछौँ। म एकदम छोरा एकदिन आम जनताको छोराछोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो। एकदम स्कुल छोडेर राजा हो भन्ने होइन। तँ पनि टेक्सिङ हाल्नु होला। ए भाइ एकपल्ट बिहान
पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट